आज चाहिँ हामीले घरमै पानीपुरी बनाएर खायौँ। पानीपुरी बनाएर खाँदा चाहिँ पुरै नाकबाट पनि निस्क्यो, अलिअलि रमाइलो पनि भयो। सो हेलो एन्ड नमस्ते साथीहरू, सबैजना सन्चै हुनुहुन्छ होला। आजको मेरो मिनी भ्लगमा हजुरहरूलाई स्वागत छ। फर्स्टमा चाहिँ हामीहरू बजार गएर पानीपुरी लिएर आयौँ। पानीपुरी लिएर आउँदा चाहिँ यस्तो गर्मी थियो नि, अब कुरै छोडिदिउँ। अनि घर पुगेर चाहिँ हामीहरू चाहिँ बहिनीले चाहिँ झाडु लगाउन लागे। बहिनीले चाहिँ झाडु लगाइरहेको थिएँ, मैले चाहिँ भाँडा मस्काइरहेको थिएँ, किनकि कुनै पनि कार्य गर्नुभन्दा अगाडि भाँडा मस्काउनुपर्छ, एकदम शुभ हुन्छ भन्ने धारणा मेरै हो। अब मैले चाहिँ सिलौटोमा नुन पिने, अब नुन पनि पिन्नु पर्यो साथीहरू, खानको लागि चाहिँ गर्नु पर्यो। मैले चाहिँ नुन सुन पिने, यस्तो घाममा नि सिलौटो पनि यति तातो थियो नि के भनिदिउँ। अब नुन पिनिसकेपछि चाहिँ मैले चाहिँ पानीपुरी फुलाएँ। अब पानीपुरी फुलाइसके चाहिँ एक दुई चाहिँ खानु पर्यो। एक दुईवटा खाइसकेपछि चाहिँ मैले चाहिँ पानीपुरीको पानी बनाएँ। अब पानी पनि बनाइसकेँ। पानी बनाइसकेँ भने चाहिँ हाम्रो पानीपुरी रेडी भयो। त्यसपछि चाहिँ हामीहरू खान लाग्यो, एउटा दुईटा तिनवटा गरेर गम कि गम सबै खाएँ। अब सबै चाहिँ खाइसकेन, किनकि धेरै खान सक्दैनौँ। त्यहाँदेखि खाएँ, यस्तो पिरो भएको